नमस्कार, यहाँहरू सबैलाई टेस्ट अफ नेपाल युट्युब च्यानलमा स्वागत छ। अहिले आँपको सिजन छ र आजको भिडियोमा नेपाली विशेष अचार अन्तर्गत हामीले ल्याएका छौँ वर्षौंसम्म पनि राखेर खान मिल्ने आँपको स्वादिष्ट अचार। अचारको लागि आँप चाहिँ फ्रेस, हरियो र हल्का खोया लागेको नै हुनुपर्छ। अचार बनाउनलाई मैले 6 किलो फ्रेस आँपलाई सफासँग पखालेर यहाँ लिएको छु। पहिला आँपलाई यसरी ठुलो साइजमा 8 पिसमा काट्नुपर्छ। र यसको खोया पनि निकाल्नुपर्छ। यसरी सबै आँप काटिसकेपछि यसलाई फराकिलो 2 वटा भाँडामा राखेँ। अब यसमा 4 चम्चा नुन राखेँ, त्यसपछि 3 चम्चा बेसार राखेँ। अब नुन र बेसार आँपको सबैतिर लाग्ने गरी यसरी मिक्स गर्नुपर्छ। यसरी नुन र बेसार राख्दा आँपको भित्र भएको पानीलाई निकाल्छ। अब यसरी चलाइसकेपछि आँपलाई 1 रात अथवा 12 घण्टासम्म छोपेर राख्दैछु। यदि यहाँहरूसँग समय छैन भने यसलाई 4 देखि 5 घण्टा मात्र छोप्दा पनि हुन्छ। तर हामीले यसलाई 12 घण्टासम्म अथवा लामो समय छोपेर राख्दा यसभित्रको पानी त्यति नै मजाले निस्कन्छ र अचार हाल्दा लामो समयसम्म पनि बिग्रिँदैन। 12 घण्टासम्म छोपेर राखेपछि यतिको पानी निस्केको छ। अब यसको पानी तर्काएर पुरा 1 दिन घाममा सुकाउँदैछौँ। आँप घाममा यतिको साह्रो हुने गरी सुकिसकेको छ। अब अचारको लागि मसला तयार बनाउँदैछु। सुरुमा 1 कप तोरीको दानालाई भुट्दैछु। यसलाई भुटेपछि अन्य मसलाहरूमा मैले लिएको छु आधी कप सौंफको दाना, 3 चम्चा ज्वानो, 2 चम्चा कलौची अथवा कालो जिरा, आधी कप धनिया, 3 चम्चा जिरा र स्वाद अनुसार सुकेको रातो खुर्सानी। यी मसलाहरूलाई भुट्नुपर्छ। अब छुट्टै सुकेको रातो खुर्सानीलाई भुट्दैछु। अब बाँकी मसलाहरूलाई यहाँ राखेर एकैछिन चलाउँदै यसलाई भुट्नुपर्छ। यी सबै मसलाहरूलाई भुटिसकेपछि अब यी सबै मसलाहरू एकैचोटि मिक्सरमा पिस्नुपर्छ। यसलाई धेरै मसिनो बनाउनु हुँदैन, मसला हल्का खस्रो नै राख्नुपर्छ। सुकाएको आँपलाई यसरी एउटा आरीमा राखेको छु। आँप सुकिसकेपछि यस्तो खालको पत्रलाई चाहिँ निकाल्नुपर्छ। अब तयार बनाएको मसला यसमा राख्दैछु। त्यस्तै राखेँ स्वाद अनुसार नुन,
त्यस्तै राखेँ 3 चम्चा बेसार। अब यहाँ राखेँ 1 कप काँचो तोरीको तेल। अब यसलाई मिक्स हुने गरी चलाउनु पर्छ। यतिको मिक्स भएपछि अब मैले सफा र सुक्खा एयरटाइट सिसाको बोतल लिएको छु। बोतलमा अलिकति तोरीको तेल राखेर यसलाई बोतलभरि फैलिने गरी यसरी चलाउनु पर्छ। अब यसमा मिलाएर थिच्दै अचार राख्नु पर्छ। एक हप्ता काममा राखेर अर्को 7 देखि 8 दिनपछि यो अचारलाई खान सकिन्छ। यसरी बनाएको अचार सिसाको बोतलमा स्टोर गरेर 1 देखि 2 वर्षसम्म मजाले खान सकिन्छ। यहाँहरूले पनि आँपको सिजनमा यसरी नै आँपको अचार बनाएर लामो समयसम्म स्टोर गरेर खानुहोला।